खर्च कति लाग्छ? युनिभर्सिटी कलेज बर्मिङहाममा ब्याचलर इन कुलिनरी आर्ट्स म्यानेजमेन्ट विथ पेड प्लेसमेन्टमा अप्लाई गर्दै हुनुहुन्छ भने कति बजेटको एरेन्जमेन्ट गर्नुपर्छ? ब्रेकडाउन गरौँ है। ट्युसन फी 13,500 पाउन्ड्स हो विथ स्कलरसिप। यसमा तपाईँले सुरुमा मिनिमम 8,250 पाउन्ड पे गरेर जान मिल्छ। मैले 202 ले क्याल्कुलेसन गर्दैछु एक्सचेन्ज रेट। यो गर्दा तपाईँको ट्युसन फी 16,66,500 हुन्छ। 3% गभर्मेन्ट ट्याक्स जोड्दा 50,000 भनेको टोटल 17,16,500 चाहिँ तपाईँलाई ट्युसन फी लाग्छ। दोस्रो ठुलो चार्ज भनेको आइएचएस सरचार्ज हो। 4 वर्षको कोर्स भएको कारणले गर्दा तपाईँले 4 वर्ष 5 महिनाको 3430 पाउन्ड, यो भनेको नेपाली 6,92,860 रुपियाँ हुन जान्छ। तपाईँले ब्याङ्कमा एडुकेसन लोन गर्दा लगभग 50 देखि 60,000 पे गर्नुपर्ने हुन्छ। त्यस्तै एनओसी, मेडिकल अनि नर्मल बायोमेट्रिक गर्दा 20,000 जति खर्च आउँछ। भिजा एप्लिकेसन चार्ज 558 पाउन्ड छ। यो भनेको तपाईँको 1,12,716 हुन्छ। मैले ब्याङ्कको चार्ज चाहिँ जोडेको छैन ल। नर्मल नदेखिने खर्चहरूको लागि मिसलिनियस भनेर 50,000 राखेको छु। त्यस्तै भिजा लागिसकेपछि तपाईँले एयरलाइन्स हेरेर एयर टिकट गर्नुपर्ने हुन्छ। लगभग 1,00,000 रुपियाँमा तपाईँको टिकट आउँछ। यो सबै जोड्दा तपाईँको 27,52,000 को बजेट हुन जान्छ। यो भनेको युनिभर्सिटी कलेज बर्मिङहाममा मिनिमम ट्युसन फी पे गर्दा आउने बजेट हो। सेप्टेम्बरको लागि एडमिसन ओपन भइसकेको छ। प्लिज कन्ट्याक्ट अस फर योर एप्लिकेसन।